2 वर्षदेखिको सपना आज पुरा भयो। कस्तो दामी देख्यो कि यहीँबाट। यहाँ चाहिँ केटाहरूको हल्का हालत बिग्रेको अवस्था। देखि पिछवाडामा क्या लगा हुआ है। केटाहरू 5 पोखरी पुग्दैन यसरी। तिम्रोमा पनि थियो नि एउटा बोतल। सब यसले खाइदियो। हामी ट्रेकिङ गर्दा 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 कस्तो दामी ठाउँमा आइपुग्यौँ कि। हे गाइस, गुड मॉर्निंग और आप सभी लोगों का स्वागत है हमारे YouTube के गोदाम में। तो आज हम लोग आ गए हैं 5 पोखरी जाने के लिए। अभी अभी नीचे बाइक रखे हैं सभी लोग, अब इधर जा रहे हैं। हेलमेट सेलमेट ऊपर उस घर में रखने के बाद हमारा ट्रैकिंग यहाँ से स्टार्ट होगा। सबैजना एक्सपर्ट अमृतलाई सब्स्क्राइब गर्नु। यस यो यस अरूको ब्लगलाई सब्स्क्राइब गरेर काम छैन। यस यस ओके, सब्सक्राइब टू हिम ऑल्सो ओके। और एक दोस्त इधर, विशाल दोस्त, और उधर 4। हम 6 लोग आए हैं 3 बाइक से। आगे का ब्लॉग नहीं बनाया, मूड नहीं चिल्ला, इसीलिए उसके देखिए पिछवाड़ा में क्या लगा हुआ है। हम लोग रास्ते में नहाए थे उसी वक्त। अब भीजा हुआ कट्टू ऐसे ही लगा लिया, इसीलिए भीज गया है, बाकी कुछ नहीं। डिटेलमा बताउनु पर्छ नि। डिटेलमा बताए पो थाहा हुन्छ त, हैन त। अब हेरौँ न यो ट्र्याकमा हेरौँ न अब कोलाई कस्तो हुन्छ। कट्टु पनि ल्याएको छैन। होइन, कट्टु त ब्यागमा छ नि। केटाहरूले त्यो अल्छी मानेर युज नगरे हो क्या केटाहरूले। वाउ वाउ, मेरो 2 वर्षदेखिको सपना आज पुरा भयो। 5 पोखरी आउन 2 वर्षदेखि सोच्दै थिएँ। फाइनली टुडे। ल यहाँ चाहिँ है, अब हेलमेट सेलमेट लुगासुगा के एक्स्ट्रा छ यहाँ राखिदिनु पर्छ। यहाँ चाहिँ सबैजनाले राखिदिन्छ। अनि त्यस पछाडि यहाँदेखि चाहिँ ट्रेकिङ स्टार्ट हुन्छ। जे आफूलाई चाहिन्छ, एक जोडी लुगा एक जोडी लाएर हिँड्ने, बाँकी एक्स्ट्रा भएको यहाँ झोलामा राखेर हेलमेटसँगै गोप्रो सोप्रो सबै यता राखिदिन्छ। अनि त्यस पछाडि अब निस्किन्छौँ हामी यहाँबाट ट्रेकिङको लागि। ल गाइज है, हाम्रो ट्रेकिङ स्टार्ट भयो। यता 2 जना उता तल छ होइन। अब हेरौँ केटाहरूको के कसरी हिँड्दो रहेछ, कतिको यिनीहरूलाई के हुँदो रहेछ। लौ तिम्रोमा पनि थियो नि एउटा बोतल। सब यसले खाइदियो। अनि बोतल त भन्ने पनि बोतल यो हातमा राखेको के भयो गाइज, पानी नै हरायो यिनीहरूको। ला यिनीहरूको होइन, हामीहरूको। अब के खाने हो। स्यान्डी म्यानी जियर। ल कहाँबाट रेड बुल त छ, तर पानी कहाँ छ। रेड बुल। हामी ट्रेकिङ गर्दा 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 कस्तो दामी ठाउँमा आइपुग्यौँ कि। वाउ, दामी छ क्या ठाउँ चाहिँ। यहाँ चाहिँ चेकपोस्ट थियो होइन। यो चाहिँ यहाँ ब्याग स्याग चेक गर्दो रहेछ। स्पिकर नलगोस् होइन, फोहोर गर्ने कुरा नलगोस्। अनि पर पर्सन 100 रुपियाँको टिकट पर्दो रहेछ। हामी 6 जना 600 को टिकट काटेर अब माथितिर अब फाइनली अबदेखि यहाँदेखि चाहिँ अब ट्र्याक स्टार्ट भयो। केटाहरू अहिलेदेखि हल्का हल्का हालत बिग्रिसकेको छ। अब हेरौँ अगाडि के हुन्छ। हामी केटाहरूको ट्र्याकिङलाई नजर लाग्यो कि पानी पर्न थाल्यो। हामीलाई आइडिया थिएन। जान्ने मान्छेले बोकेर आए 2 जनाले, अरू 4 जना हामी चाहिँ भिज्दै। अर्कोले चाहिँ कन्टोपामा कहीँ झोला लाहा, अब भिज्दै जाने भन्छ यार। गाह्रो छ यार हामीलाई त। हेरौँ अब कस्तो हुन्छ। गाह्रै छ, पानीमा हिँड्नु पर्छ यार। केटाहरू 5 पोखरी पुग्दैन यसरी। 4 दिन 5 दिन लाग्छ। जादु। हे गाइस, के छ त हाल खबर। हाम्रो चाहिँ यहाँ बेहाल छ है। केटाहरू सबैजना यहाँ पछाडि, म चाहिँ सबैभन्दा अगाडि है त। यो अगाडि कसरी जाने यसको नि एउटा ट्रिक छ के। ट्र्याकिङमा कसरी थाहा छ, सर्व जस्तो हिँड्ने के, यसरी हिँड्ने हो क्या। सिधा हिँड्यो भने चाँडै थाकिन्छ क्या।
यसरी हिँड्ने हो सर्प जस्तो। अनि उकालो चढेको थाहै हुँदैन क्या, थाकिन्छ तर थोरै थाकिन्छ क्या। त्यसरी भन्दा चाहिँ सिधा चढ्नुभन्दा यो चाहिँ मेरो तर्फबाट टिप्स है, मैले फिल गरेको अनुसार। अब कतिको राइट हो मलाई चाहिँ थाहा छैन, मलाई चाहिँ यसरी कम थकाइ लाग्छ होइन। त्यस्तै हो, पानी त खतरा परिरहेको छ। ल गाइस है, हाम्रो ट्रेक चाहिँ अब चाहिँ फन हुँदैछ। खतरा नजारामा आइपुगेछ। केटाहरू चिलमा। ल यहाँ एकछिन खाजा साजा खान यहाँ टरोमा पर्खेका थियौँ। अब हाम्रो ट्रेकिङ फेरिदेखि स्टार्ट है त गाइज। ल जम। अब यहाँदेखि हामीलाई टुपी डाँडा बस्नु छ, त्यहाँ पुग्नलाई लगभग आधी घन्टादेखि 45 मिनट लाग्ला। अब केटाहरू कसरी हिँड्छ त्यसमा भर पर्छ। दामी भ्यू, दामी नजारा, पानीमा हिँड्न पाइरहेको। कति पछाडि घुम्न निस्केको त्यही भएर नि होला एकदमै रमाइलो भइरहेको कि। ल भ्लग चाहिँ लास्टसम्म हेर्नु है, कसरी चाहिँ पुग्छु माथिसम्म। योभन्दा नि बेसी पानी पर्ने हो। जम हौ जम। ल है, बिच बाटोमा केटाहरू अझै पनि तलै छ। म चाहिँ यहाँ फिल उठाउँदै है। उफ, अब चाहिँ हल्का थाकियो तर केही हुन्न। यहाँ चाहिँ केटाहरूको हल्का हालत बिग्रेको अवस्था, हल्का बेसी नै थाक्यो तर दामी ठाउँमा आइपुग्यो कि। त्यो बादल हेरौँ न यार गाइस, कस्तो दामी देख्यो कि यहीँबाट। झन् भोलि बिहान के होला कि, भोलि बिहान हामी के हेर्छौँ, डेन्जर कुरा हेर्छौँ कि। तपाईँहरूलाई पनि देखाउने छु डेन्जर दामी होइन, स्वर्गको कुरा। ल अहिलेको लागि चाहिँ ट्र्याक स्टार्ट गरेँ है। फेरि केटाहरू जोसिन्छ, थाकिन्छ तर ठिक छ, हिँडिराख्नुपर्छ कि बिस्तारै भयो नि। यस, घरको माथि छ त्यहाँ। ल है गाइस है, फाइनली आइपुग्यौँ हामी सबैजना। हालत सालत बिग्रेर सबैजना यहाँ अहिले चाहिँ आएर आनन्द सबैलाई भइरहेको कि। मस्तको आगो अगाडि। कस्तो भयो त आजको ट्रेकिङ? आउँदासम्म त दुःखै थियो, अब अहिले ठिक छ। अहिले ठिक छ होइन? विकेश आज कस्तो भयो त? अनि विशाल दोष, सेन्डिम्यान आज कस्तो भयो त? दामी होइन? हामीलाई त चिल भयो। अब भोलिको लागि एकदमै एक्साइटेड के। थकाइसकेको कुरै होइन कि, त्यस पछाडि त स्वर्ग हेर्न पाउँछ केटाहरू सबैजना। ल है गाइस, अब खाना खाने बेला भेट्नुपर्छ। मस्त छ आनन्दको। एकजना चाहिँ अझै ड्रेस गर्न उता पुगेछ। सबको फोन यहाँ अफ छ, सबैको फोन यहाँ अफ छ, सबैको फोन अफ छ। अब एकछिनमा यहाँ जेनेरेटर चल्छ कि, यहाँ अहिलेसम्म बत्ती आइपुगेको छैन कि। अब एकछिनमा जेनेरेटर चलाउनुहुन्छ नि, त्यहाँ पछाडि यो पुरै टोलभरिमा जति होटेलहरू छ सबै मान्छेहरू एकैचोटि चार्ज गर्नुपर्ने हुन्छ कि। पेट्रोलको भाउ बढायो नि त, त्यही भएर। ल